हेलो न्यू मामुहरू। घरमा बसेर बेबिजहरूलाई एक्टिभिटीमा इङ्गेज गराउनु भएको छ कि छैन त? यदि छैन भने हजुरहरूले आजैदेखि स्टार्ट गर्न सक्नुहुन्छ। हामीले घरमा भएको सामानबाट पनि एक्टिभिटिजहरू गराउन सकिन्छ। बेबी सानो छ, खेल्छ आफ्नै सुरमा भनेर एक्लै नछाडिदिनु होला। हजुरहरूलाई थाहा छ कि छैन, बेबीको फर्स्ट 2 इयरमा 80% ब्रेन ग्रोथ हुन्छ। त्यसैले जति सक्नुहुन्छ त्यति उनीहरूसँग इन्टरेक्ट गर्नुहोस्, खेलाउनु, सिकाउनु। स्क्रिन टाइमभन्दा यस्तो सेन्सरी प्ले र ह्यान्ड अन एक्टिभिटिजहरू बेबीको लागि एकदम युजफुल हुन्छ। बेबीले खेल्दै खेल्दै सिक्दै जान्छ। त्यसैले म बेबीसँग फन एन्ड सिम्पल एक्टिभिटिज गरिरहेको छु। यसको लागि मैले लिएको छु पाइप क्लिनर। हामीले यो डलरमाबाट सजिलैसँग पाउन सक्छ। यसलाई $2 जति पर्छ अनि हामीसँग घरमा भएको स्टक छँदैछ। यो मैले यो क्यालेन्डरमा कलरफुल पाइप क्लिनरहरू हालेर रेडी गरेको छु। अब मेरो बेबीले यसलाई तान्ने, समात्ने र एक्सप्लोर गर्ने गर्छ। बेबीले यस्तो कलरफुल र सफ्ट कुराहरू एकदम मन पराउँछ। यो एक्टिभिटी घरमै सजिलै बनाउन सकिन्छ र एक्सपेन्सिभ टोइजहरू पनि चाहिँदैन। त्यसैले यो एकदम युजफुल छ। पाइप क्लिनर युज गर्दा चाहिँ अलवेज सुपरभिजनमा गर्नुपर्छ, किनभने बेबीले मुखमा हाल्न सक्छ। मैले सबै इन्च फोल्ड गरेर सेप बनाएको छु। हेर न कति एक्साइटेड भएर खेलिरहेको छ। मेरो पुकुली खेलिरहेको छ। यस्तो एक्टिभिटिजहरूले बेबीको कन्सन्ट्रेसन, ह्यान्ड आई कोअर्डिनेसन र क्युरियोसिटी पनि डेभलप गर्न हेल्प गर्छ। हजुरहरूले पनि यो घरमा ट्राई गर्न सक्नुहुन्छ। सिम्पल, इजी र फन एक्टिभिटी हो। बेबिजहरू एउटै एक्टिभिटीहरूमा धेरै टाइम इङ्गेज गर्न सक्दैनन्, फोकस हुँदैन उनीहरूको। तर मैले मेरो बेबीलाई आज आधी घन्टा जति एउटै एक्टिभिटीमा इङ्गेज गराएर राखेँ कि ऊ एक्साइटेड भए पनि, खुसी भए पनि र ऊ फोकस भएर खेल्यो पनि। हजुरहरूलाई यो एक्टिभिटी कस्तो लाग्यो कमेन्ट गर्नुहोस् है त। ल अब हामी यो एक्टिभिटी इन्जोय गर्छौँ। बाई बाई। ह्याप्पी बेबी, ह्याप्पी मामु, लभ यु अल।